Nepali Mudra. Finance made simple. Subscribe now. ल आज हामी नेपालको शेयर बजारको ABCs सिक्नेछौं। एकदमै सरल भाषामा ताकि लगानीको यात्रा सुरु गर्न सजिलो होस्। आउनुहोस् सुरु गरिहालौं। धेरैजनालाई के लाग्छ भने ओहो शेयर बजार त कति गाह्रो हैन त, सुन्दा एकदमै कम्प्लिकेटेड लाग्छ। तर साँचो कुरा के हो भने सही तरिकाले बुझ्यो भने यो त्यस्तो गाह्रो पनि छैन, बरु रमाइलो छ। आज हामी यसैलाई एकदमै सजिलो बनाएर हेर्नेछौं। ओके, हाम्रो आजको रोड म्याप यस्तो छ। हामी सुरु गर्नेछौं शेयर बजारमा पहिलो पाइला कसरी चाल्ने भनेर। त्यसपछि लगानी गरेबापत के पाइन्छ अनि शेयर किनबेच कसरी हुन्छ भनेर हेर्नेछौं। मूल्य विश्लेषण गर्ने तरिका र अन्त्यमा एउटा स्मार्ट लगानी रणनीति कसरी बनाउने, यी सबै कुरा आज हामी कभर गर्नेछौं। ल हाम्रो यात्राको पहिलो अध्याय सुरु भयो। शेयर बजारको पहिलो पाइला। यहाँ हामी एकदमै जिरोबाट सुरु गर्नेछौं, किनकि जग बलियो हुनु सबैभन्दा महत्त्वपूर्ण छ। सबैभन्दा पहिलो प्रश्न, आखिर यो शेयर भनेको के हो त? यसलाई यसरी बुझौं, यो भनेको कुनै पनि कम्पनीको ओनरशिपको एउटा सानो हिस्सा हो। मानौ नोबेल बैंकको 10 किता शेयर किन्यो, अब त्यो व्यक्ति त्यो बैंकको एक सानो मालिक वा साझेदार बन्यो। सिम्पल, शेयर बजारको सबैभन्दा आधारभूत कुरा नै यही हो। अब नयाँ लगानीकर्ताको लागि बजारमा छिर्ने सबैभन्दा सजिलो गेटवे के हो त? हो, त्यो हो आइपिओ। आइपिओ को मतलब जब कुनै कम्पनीले पहिलोचोटि फर्स्ट टाइम आफ्नो शेयर पब्लिकलाई बेच्छ। नेपालमा त प्राय यसको मूल्य 100 रुपैयाँ प्रति किताबाट सुरु हुन्छ। एकदमै राम्रो स्टार्टिङ पोइन्ट हो नि है। अब यो यात्रा सुरु गर्न दुईवटा औजार चाहिँ एकदमै जरुरी छ। पहिलो, डिम्याट खाता। यो भनेको पैसा राख्न बैंक खाता भए जस्तै शेयर राख्ने डिजिटल खाता हो। अनि दोस्रो, मेरो शेयर। यो एउटा अनलाइन सिस्टम हो जहाँबाट आइपिओ भर्न र आफ्नो खातामा कति शेयर छ भनेर हेर्न मिल्छ। यी दुई बिना त अगाडि बढ्नै सकिँदैन। ओके, शेयर त किन्यो, तर अब प्रश्न आउँछ यसबाट फाइदा चाहिँ के त? हो, अब हामी हेरौं लगानीकर्ताले पाउने पुरस्कारहरू के हुन्। यसको प्रक्रिया एकदमै सरल छ, हेर्नुहोस्। पहिलो, लगानीकर्ताले कुनै कम्पनीको शेयर होल्ड गर्छ। दोस्रो, त्यो कम्पनीले राम्रो बिजनेस गरेर नाफा कमाउँछ। अनि तेस्रो, कम्पनीले त्यही नाफाको एक हिस्सा आफ्ना शेयरधनीहरूलाई पुरस्कारको रूपमा बाँड्छ। अब यो पुरस्कार बोनस शेयरको रूपमा पनि आउन सक्छ वा नगद लाभांशको रूपमा पनि। अब बोनस शेयर र नगद लाभांशमा के फरक छ त्यो पनि बुझिहालौं। बोनस शेयर भनेको कम्पनीले ल नाफा भयो, पैसाको सट्टा थप शेयरै लिनुहोस् भनेर सित्तैमा दिएको शेयर हो। अनि क्याश डिभिडेन्ड अर्थात् नगद लाभांश भनेको चाहिँ नाफाको केही अंश सिधै लगानीकर्ताको बैंक खातामा खद्र्याक पैसाको रूपमा आउनु हो। एउटामा शेयर बढ्छ, अर्कोमा बैंक ब्यालेन्स। ल अब डिम्याट खातामा आइपिओबाट र बोनसबाट शेयरहरू त जम्मा भयो। अब के त? अब आउँछ असली खेल, दोस्रो बजार, जहाँ यी शेयरहरूलाई दैनिक किनबेच गरिन्छ। हो, यो दोस्रो बजारमा शेयर किन्न र बेच्नको लागि एउटा अनलाइन प्लेटफर्म चाहिन्छ, जसलाई भनिन्छ टिएमएस। यसलाई दराज वा एमाजोन जस्तै सम्झिनुस् न। फरक यति हो, त्यहाँ सामान किनबेच हुन्छ, यहाँ कम्पनीको शेयर। दिनभरिको कारोबार यही टिएमएसबाटै हुन्छ। यो बजारमा दुईवटा मोड हुन्छन्। जब बजार लगातार हरियो हरियो भएर माथि माथि जान्छ त्यसलाई भनिन्छ बुल मार्केट, साँडेले सिङले उछाले जसरी। अनि जब बजार लगातार रातो रातो भएर तल तल झर्छ त्यसलाई भनिन्छ बियर मार्केट, भालुले पन्जाले तल झारे जसरी। यो बुल र बियरको खेल बुझ्नु एकदमै जरुरी छ। अब सबैभन्दा ठूलो प्रश्नमा आउँ, कुन शेयर किन्ने अनि कहिले किन्ने? हो, यही प्रश्नको उत्तर खोज्न लगानीकर्ताहरूले मुख्य गरी दुईवटा बाटो अपनाउँछन्। पहिलो हो टेक्निकल एनालाइसिस। यो भनेको डाक्टरले इसिजी हेरेर बिरामीको मुटुको चाल पत्ता लगाए जस्तै हो। मतलब शेयरको प्राइस चार्ट हेरेर भविष्यको चाल अनुमान लगाउने। अनि दोस्रो हो फन्डामेन्टल एनालाइसिस। यो चाहिँ डाक्टरले ब्लड रिपोर्ट, एक्सरे सबै हेरेर बिरामीको भित्री स्वास्थ्य जाँचे जस्तै हो। मतलब कम्पनीको ब्यालेन्स शीट, नाफा नोक्सान हेरेर त्यसको वास्तविक दम कति छ भनेर पत्ता लगाउने। टेक्निकल एनालाइसिसको दुनियाँमा पस्ने हो भने सबैभन्दा पहिले क्यान्डलस्टिक चार्टसँग दोस्ती गर्नुपर्छ। हरेक क्यान्डल त्यो मैनबत्ती जस्तो देखिने आकारले एक दिनको बजारको कथा भन्छ। सिम्पल छ,
हरियो क्यान्डल देखियो भने आज मूल्य बढ्यो, रातो देखियो भने आज मूल्य घट्यो। अब यो चार्टमा दुईवटा जादुई लेभल हुन्छन्, सपोर्ट र रेजिस्टेन्स। सपोर्टलाई एउटा भुइँ वा फ्लोर सम्झिनुहोस् जहाँ खस्दै गरेको मूल्यले टेवा पाउँछ र रोकिन्छ। अनि रेजिस्टेन्स भनेको छत वा सिलिङ जहाँ बढ्दै गरेको मूल्य गएर ठोकिन्छ र रोकिने सम्भावना हुन्छ। भुइँ र छत कति सजिलो। अब लागौँ फन्डामेन्टल एनालिसिसतर्फ। यहाँ हामी चार्ट हेर्दैनौँ, कम्पनीको हेल्थ रिपोर्ट हेर्छौँ। जस्तै कम्पनीको आम्दानी र नाफा बढिरहेको छ कि छैन, यसको इपिएस अर्थात् प्रति शेयर आम्दानी कस्तो छ। इपिएस जति बलियो भयो त्यसको मतलब कम्पनीले हरेक शेयर धनीका लागि त्यति नै राम्रो पैसा कमाइरहेको छ। कम्पनीको ग्रोथ, डिभिडेन्ड दिने हिस्ट्री अनि म्यानेजमेन्ट कस्तो छ, यस्तै कुराले कम्पनीको भित्री दम देखाउँछ। ल, अहिलेसम्म हामीले बजारको बेसिक्स पनि बुझ्यौँ अनि विश्लेषण गर्ने तरिका पनि। अब सबैभन्दा महत्त्वपूर्ण भाग, यो सबै ज्ञानलाई प्रयोग गरेर एउटा स्मार्ट लगानी रणनीति कसरी बनाउने त? हाम्रो अन्तिम खण्डमा यही हेरौँ। त्यसो भए एउटा राम्रो शेयर कसरी चिन्ने त? केही सामान्य सङ्केतहरू छन्। हेर्नुस् त, के कम्पनीको इपिएस र नाफा लगातार बढिरहेको छ? के कम्पनी आर्थिक रूपमा बलियो छ, धेरै ऋणमा त डुबेको छैन? अनि त्यो कम्पनी जुन क्षेत्रमा काम गर्छ त्यो सेक्टर नै बलियो छ कि छैन? र अर्को महत्त्वपूर्ण कुरा, त्यसको शेयरमा राम्रो कारोबार हुन्छ कि हुँदैन? भोल्युम राम्रो भयो भने चाहिएको बेला बेच्न सजिलो हुन्छ। र अब शेयर बजारको सबैभन्दा सुनौलो नियम, जोखिम व्यवस्थापन। कमाउनुभन्दा पहिले आफ्नो पैसा कसरी जोगाउने भन्ने जान्नुपर्छ। पहिलो नियम, आफ्नो सबै पैसा एउटै टोकरीमा मतलब एउटै शेयरमा कहिल्यै नराख्नुहोस्। दोस्रो, बजार एकदमै बढेको बेला महँगो मूल्यमा किन्नबाट बच्नुहोस्। घाटालाई सीमित गर्न स्टप लस जस्ता टुल्स प्रयोग गर्नुहोस्। अनि बजार घट्दा आत्तिएर बेच्ने गल्ती कहिल्यै नगर्नुहोस्। धैर्य राख्नुहोस् र लामो समयको लागि सोच्नुहोस्। ल त, आइपिओ र बोनसको आधारभूत कुरादेखि लिएर चार्ट र इन्डिकेटरसम्मको हाम्रो यो यात्रा लगभग पूरा भयो। अब शेयर बजारको एउटा बलियो जग तयार भएको छ। अबको अर्को कदम भनेको के हो? सिक्दै जाने, बुझ्दै जाने र आफ्नो आर्थिक भविष्यलाई अझ राम्रो बनाउँदै लैजाने। याद राख्नुहोस्, लगानी एउटा 100 मिटरको दौड होइन, यो एउटा म्याराथन हो। त्यसैले सिक्न कहिले नछोड्नुहोस्। Thank you for watching. Keep learning and growing in the Nepali stock market. Don't forget to subscribe Nepali Mudra.